Hello friends, welcome to my channel. आज चाहिँ म काठियावाडी दही बनाउन जाँदै छु. Let's see the recipe. सुरुमा मैले प्याज, लसुन, खुर्सानी, हरियो प्याज पत्ता र धनिया पत्तालाई मसिनो गरी काटे. त्यसपछि मैले काठियावाडी दही बनाउनको लागि एउटा भाँडोमा दही निकाले. दही झान्नको लागि मैले कराईमा तेल बसाए. तेल तातेपछि मैले त्यसमा हाले लसुन, अलिकति जिरा, अलिकति ज्वानो, अनि त्यसमा मैले हाले अघि काटेर राखेको प्याज र प्याजको पत्ता. सबै कुरा हालिसकेपछि राम्ररी फ्राई गरेर मैले त्यसमा कलरको लागि एड गरे कश्मिरी लाल मिर्च र स्वादको लागि अलिकति मसला. त्यसमा मैले हाले 1 चम्चा बेसार अनि स्वाद अनुसार नुन आधा चम्चा. सबै कुरालाई राम्ररी मिक्स गरेर एकछिन पाक्नको लागि छोडिदिए. एकछिन पाकिसकेपछि मैले त्यसमा हाले अघि काटेर राखेको खुर्सानी. हेर्नुहोस् त, अब हाम्रो तड्का रेडी भयो र ग्यासको काम पनि सक्यो. त्यही भएर मैले ग्यासलाई बन्द गरिदिएँ. एकछिनपछि तड्का सेलाउँछ. तड्का सेलाइसकेपछि हामीले एड गर्ने अघि राखेको दही, त्यसलाई मजाले चलाउने. मजाले चलाइसकेपछि त्यसमा एड गरे अघि नै काटेर राखेको मसिनो हरियो पत्ता. हेर्नुहोस् त, अब रेडी भयो हाम्रो काठियावाडी दही. हेर्दा जति मिठो छ त्यति नै स्वादिष्ट छ यो खानालाई पनि. तपाईहरुले यसमा आफ्नो इच्छा अनुसार तड्कामा कडी पत्ता, तेजपत्ता पनि युज गर्न सक्नुहुन्छ. मैले चाहिँ काठियावाडी दही जौको च्याख्लासँग लिँदैछु. तपाईहरुले सादा खानासँग पनि लिन सक्नुहुन्छ. How is the recipe? Please do try, like, subscribe if you like my video.